तपाईँलाई 1 सेकेन्डमा हँसाउन सक्ने र अर्को क्षणमै रुवाउन सक्ने र तपाईँलाई किन्नै मन नलागेको कुरालाई पनि किनम किनम बनाउन सक्ने एउटा मान्छे फेला परेको छ। को हो त्यो मान्छे? त्यो मान्छेले भेट्न चाहनुहुन्छ? ल एकछिन पोख्नु है। हेलो, यसो आइदिनु पर्यो यहाँ। हवस्, हवस्। आउनु है ल, ल बाई। उहाँ आउँदै हुनुहुन्छ? त्यो बेलासम्म चाहिँ हामी आफ्नो कुराहरूलाई चाहिँ अगाडि बढाऊँ है ल। अलिक टाढैबाट आउनु लाग्नुभयो। घरमा आमा-बुबाले, "ओइ गधा, कति मोबाइल हेर्छस्? आँखा फुट्ला।" स्कुल कलेजमा टिचरहरूले, "ओइ एल्सन, आजबाट 2 वर्षसम्म घोडा धसेर टुप्पी कसेर पढ त पास हुन्छस्।" क्लासमा साथीहरूले, "ब्रो यार, तिमी त आज कसैसँग नि बोल्दैनौ, एक्लै बस्छौ। यसो फ्रेस हुन घुम्न जाऊँ भने नि जाँदैनौ, के भयो?" र आफूले आफूलाई, "हे कति पढ्ने के, पढेर हात्ते ठुलो भएर यसो 2 मिनट मोबाइल चलाउनु पर्यो। मोबाइल मोबाइल चलाउनु पर्यो।" यी वाक्यहरू तपाईँले आफ्नो जीवनमा सुन्नुभएकै होला। यदि सुन्नुभएको छैन भने बधाई छ, तपाईँ गधा हुनुहुन्न। खाँचो लाग्यो? लागेन? साँच्ची लागेन? तर अन्तिमसम्म हेर्दै गर्नुहोला। अन्तिमसम्म पनि हाँसो लाग्न सक्छ, सक्दैन, म भन्न सक्दिनँ। तर तपाईँको भविष्यको तपाईँदेखि मुसु मुसु हाँसिरहेको झल्को देख्नुहुन्छ। अब समय भएको छ एउटा सानो ब्रेकको, हेर्दै गर्नुहोला कान्तिक समाचार। भेट्नै छाडे हजुर बर पिपल छाया, उहिले त लेखिन्थ्यो रे चिठीमा माया। हजुरले यो सोसल मिडियाभरि भाइरल भएको एउटा न्युज त सुन्नुभएकै होला। नेपालमा एउटा यस्तो व्यक्ति फेला परेका छन् जसमा अनौठो तरिकाका बिरामी फेला परिएको छ। 8 घन्टासम्म सुतेर उठेको 1 घन्टामै फेरि थाक्ने, रातभरि बेकाम उठी बस्ने र काम गर्ने बेला बिहान सुत्ने। भोलिको एक्जाम छ, भोलि पढ्छु भन्दै बस्ने, समय बितेको थाहा नै नपाउने। एकछिन आफ्नो हातमा रहेको यो मोबाइल एकैछिन साइडमा राख्नुहोस् र आफ्नो आँखा चिम्लेर आफ्नो दाजुभाइ, दिदी, बहिनी, आमा, बुबा, भयो अझै छोरा, छोरी, बुढा, बुढी सबैलाई सम्झनुहोस् त। के देख्नुभयो? हात। जुन हातको प्रयोग गरेर कुनै दिन ऱ्याप गीत लेखेर नेपालीहरूलाई अन्याय विरुद्ध बोल्न सिकाउने त्यही हातले आज सिङ्गो नेपालको भाग्य लेख्न सक्ने पात्रका रूपमा बालेन्द्र शाहज्यू नेपालको शक्तिशाली प्रधानमन्त्रीको रूपमा निर्वाचित हुनुभएको छ। हो त्यही हात, जुन हातको प्रयोगले माननीय महावीर पुनज्यूले आफ्नो जीवन कथा लेखेर नेपाल आविष्कार केन्द्र पनि सञ्चालन गर्नुभएको छ। हो त्यही हात, जुन हातको प्रयोगले कैयौँ सिप सिकेर कीर्तिमान रच्न सकिन्थ्यो, आज त्यही युवा या भनौँ नेपालीहरूको हातमा मोबाइल टाँसिएको छ। बुझौँ है, यो प्रब्लम मोबाइलको होइन, यो प्रब्लम मोबाइलको कसरी प्रयोग भइरहेको छ भन्नुमा हो। इस सज्जन को क्या तकलीफ है भाई? क्या तकलीफ है इनको? हाँसो लाग्यो? लागेन? मलाई पनि लागेन। किनकि यो समस्या एकदम गम्भीर छ, एकदम सिरियस छ। यदि आफ्नो भविष्य रोएको हेर्न चाहनु हुँदैन भने अघि बढौँ है त। हेलो, कता आइपुग्नु भयो? ए एयरपोर्ट आउनुभयो? ल आउँदै गर्नु है, ल म यता आउँदै हुनुहुन्छ है, ल एयरपोर्ट झरिसक्नु भयो अरे। ल आमा बुबाहरू भन्छन् मेरा छोराछोरीहरू त बिग्रिए, एउटा काममा 10 मिनट पनि मन लगाएर बस्न सक्दैनन्, 10 मिनट पनि पढ्न सक्दैनन्। खालि हेऱ्यो, खाने बेलामा पनि मोबाइलै हेरेको छ, पढ्ने बेलामा पनि मोबाइलै हेरेको छ, सुत्ने बेलामा पनि मोबाइलै हेरेको छ, हुँदा हुँदा हिँड्ने बेलामा पनि मोबाइलै छ हातमा। त्यो गरुङ्गो टाउको यस्तो निहुराएर मोबाइल हातमा टाँसेर 24 घन्टा हेरिबस्छ। होइन, यसले त भात खाएको शक्ति शक्ति सबै मोबाइल हेरेर सिद्ध्याउने भयो। पढिरहेकै हो कि, खेलिरह हो कि, या गर्लफ्रेन्ड बोयफ्रेन्ड च्याट गरिरह हो कि, या यस्तो डरलाग्दो कारण छ जस कारणले छोराछोरीहरूको भविष्य भविष्य मात्र होइन, भूत, वर्तमान र भविष्य सबै कालो भइरहेको छ। उनीहरू चाहेर पनि त्यो लतबाट बाहिर निस्किन सकिरहेका छैनन्। माफ गर्नुहोला, यदि यी सबै समस्याहरू हजुरहरूको परिवारको सदस्यमा पनि देखा पर्न गएमा यो केवल एउटा संयोग हुने छैन, यो एउटा डरलाग्दो सङ्केत हुनेछ। डर लाग्यो? लागेन? नडराउनुहोस् है।
पहिला मेन प्रब्लम के हो बुझौँ। हेलो, कहाँ आइपुग्नु भयो? जाममा? कहाँ जाममा? चक्रपथ? ल ल ल छिटो आउनु ल। जाममा पर्नु भयो अरे फेरि। मैले भिडियोको सुरुवातदेखि सङ्केत गर्दै आएको मेन प्रब्लम हो हजुरहरूको मोबाइल फोनमा रहेको डिलिट गर्ने नमिल्ने युट्युब एप, हजुरहरूको जीवनको हरेक क्षणको बारेमा थाहा हुने फेसबुक एप, हजुरहरू अरू नाचेको मिम भिडियोजहरू हेर्ने टिकटक एप, र यसै गरी आफन्तहरूले फिल्टर गरेर राखेका सफलताका फोटोहरूलाई आफ्नो जीवनसँग दाजेर निराश बनाउने इन्स्टाग्राम एप। अरे यो चारवटा एप्स त मेरो मोबाइलमा पनि छ, तर मलाई त के नराम्रो भएको जस्तो लाग्दैन भन्ने नसोच्नुहोस्, किनभने यो समस्या क्यान्सर रोगभन्दा पनि धेरै डरलाग्दो छ। क्यान्सर रोग भएको लक्षण देख्ने बित्तिकै हामी अस्पताल जान्छौँ, त्यहाँ उपचार गर्छौँ, तर हामीले यो समस्याको लक्षण देख्दा देख्दै पनि अनदेखा जस्तो गरेर बसिरहन्छौँ र यो समस्याको अन्तिम स्टेज पुगिसकेपछि हामी भुइँमा नभाडेका हुन्छौँ। यो सत्य हो र हामी यस समस्याको अन्तिम स्टेजमा पुगिसकेपछि बल्ल बुझ्न थाल्छौँ यो समस्या त एकदम डरलाग्दो रहेछ भने यो मान्छेले जे मलाई त्यही बोलिरहेको छ जस्तो लाग्छ भने यो कुरा सुन्नुहोस्। र रियल डाटाका अनुसार नेपालीहरू दिनको 6 घन्टा यस्ता एप्सहरूसँग बिताउँछन् र यसै गरी नेपालका 16 देखि 24 वर्ष बिचमा रहेका ती युवा विद्यार्थीहरू दिनको 8 घन्टाभन्दा बढी यस्ता एप्सहरूसँग समय बिताइरहेका हुन्छन्। त्यो 8 घन्टाको समयले ती युवा विद्यार्थीहरूलाई यतिसम्म मानसिक रूपमा थकित बनाएको हुन्छ कि त्यसले बाँकी दिनको 16 घन्टामा पनि असर देखाइरहेको हुन्छ। र मैले भिडियोको सुरुवातमा भनेको ती समस्या र ती वाक्यहरूको मूल आधार यही हो। आजभोलि 3-4 वर्षका साना बालकहरूको हातमा पनि मोबाइल देखिन थालेको छ। प्यारेन्ट्सलाई लाग्न सक्छ मैले त युट्युब भिडियो चलाएर क ख ग घ एबिसिडीहरू पढाइरहेको छु, के नराम्रो छ र? तर त्यो युट्युब भिडियो हेरेर उनीहरूले क ख ग घ सिकोस् नसिकोस्, तर त्यही युट्युब भिडियोमा प्रयोग भएका ती चम्किला कलरहरू, त्यो चाहिने नचाहिने खेलौनाहरू, त्यो क्यारेक्टरहरू देखेर उनीहरूको मानसिक रूपमा यतिसम्म प्रभाव परिसकेको हुन्छ कि हजुरहरूले कल्पना समेत गर्न सक्नु हुँदैन। उनीहरूको दिमागमा डोपामिन नामको एउटा केमिकल निस्किसकेको हुन्छ। हजुरहरूलाई यो केमिकल के हो भन्ने थाहा छैन भने यो कुरा सुन्नुहोस्। डोपामिन भनेको एउटा यस्तो केमिकल हो जसले मानिसलाई केही कुरामा इन्ट्रेस्ट जगाउँछ। त्यो काम अझै गरम गरम जस्तो लाग्छ। मान्छेलाई केही कुरामा इन्ट्रेस्ट लाग्नु भनेको त्यो कुराप्रति उसको दिमागमा डोपामिन रिलिज हुनु भएको हो। यस केमिकलका केही राम्रा त केही नराम्रा पक्षहरू पनि छन् र यसै गरी ती बच्चाहरू अझै नयाँ नयाँ भिडियोहरूको खोजीमा अर्को भिडियो हेर्छन् र उनीहरू यस्तै खेलौना यस्तै चिजहरूको खोजीमा अर्का भिडियोहरू हेर्न थाल्छन्। उनीहरूले हेर्छन् अझै प्रभावित हुन्छन्, अझै अर्को भिडियो हेर्छन्, अझै हेर्छन्, तर कहिलेकाहीँ उनीहरूको उमेर अनुसारले हेर्न हुने नहुने भिडियोहरूमा पनि उनीहरूको आँखा पुगिसकेका हुन्छन्। विचार गर्नुहोस्, किनकि युट्युब हो, युट्युबलाई तपाईँको बच्चाको केही मतलब छैन। अब विद्यार्थीहरू जुन देशका भविष्य हुन् र त्यही देशको भविष्य बनाउनका लागि उनीहरूले मोबाइल लिन्छन् पढ्नका लागि मोबाइल त लिन्छन्, तर टिङ्गम नोटिफिकेसन आउँछ। तपाईँको फेभरेट युट्युबरले एउटा नयाँ भिडियो हालेको छ, हेर्न नभुल्नु होला है भन्छ। अर्को टिङ्ग नोटिफिकेसन आउँछ, तपाईँको साथी पोखरा घुम्न गएको थियो, यस्तो राम्रो राम्रो फोटोहरू हालेको छ, तपाईँ पनि घुम्न जाने होला नि, तर त्योभन्दा पहिला यो फोटो चाहिँ हेर्न नबिर्सिनु होला है भन्छ। र त्यसपछि के हुन्छ तपाईँलाई पनि थाहा छ, मलाई पनि थाहा छ। त्यसपछि यो हुन्छ, त्यसपछि अर्को 2-3 घन्टा स्वाहा, यसै गरी पढाइ पनि स्वाहा र देशको भविष्य स्वाहा। र जेन्जी क्रान्तिकारी युवाहरू जसले देशको भ्रष्टाचार विरुद्ध आन्दोलन गरे र देशमा नयाँ आशा र भरोसा जगाउने कामहरू पनि गरे र फलस्वरूप नेपालले एउटा नयाँ नेतृत्व पाउनुभयो बालेन्द्र शाहको रूपमा। तर ती क्रान्तिकारी जेन्जी युवाहरू आज फेरि त्यही मोबाइलमै फर्किएका छन्। उनीहरू युट्युब सर्ट्स, फेसबुक रिल्स, इन्स्टाग्राम स्टोरिज, टिकटक
समयलाई बर्बाद पार्ने जस्ता कार्यहरूमा उनीहरू फर्किसकेका छन्। त्यो लुपबाट निस्किएर साँच्चै देशमा विकास गरी बालेन र सारा नेपालीले देखेका ती समृद्ध नेपालको सपनामा आफ्नो योगदान दिनुको साटो आज कैयौँ जेनजी क्रान्तिकारीहरू ती युट्युबका मिम भिडियोजहरूमा भ्युज बढाउने मात्र योगदान दिनुभएको छ। तर एउटा विडम्बनाको कुरा, हामीहरूका आदर्श पात्र, हामीहरूका रोल मोडल, मार्गदर्शक प्यारेन्ट्सहरूमा पनि, अभिभावकहरूमा पनि यो लत नदेखिएको भन्ने होइन। हो, त्यही आमाबुबा, जुन आमाबुबा बच्चा बेलामा बिहान सबेरै उठेर घाँस दाउरा काटेर हातमा कापी कलम लिएर भिर पाखा काट्दै पढ्न जानुहुन्थ्यो र परिवारका खुसीका लागि दिनरात नभनी मेहनत गरिरहनुहुने ती अभिभावक, ती आमाबुबाहरूको हातमा पनि मोबाइल नदेखिएको भन्ने होइन र उहाँहरू त्यो लतबाट मुक्त हुनुहुन्छ भन्ने पनि होइन। ओइ कान्छा, आमाबुबाको बारेमा नराम्रो भन्छस्? हँ? तँलाई कुटुम? कुटुम? होइन, यहाँ कुरा आमाबुबाको मात्रै भइरहेको छैन, यहाँ कुरा भइरहेको छ सारा नेपालीहरूको। मैले भिडियोको सुरुवातदेखि भन्दै आएको छु, समस्या हातमा मोबाइल हुनुको होइन, समस्या यो हो कि हातमा रहेको मोबाइलको प्रयोग कसरी भइरहेको छ भन्नु हो। र समस्या यो पनि हो कि हामीहरूले सधैँ चलाइरहने ती युट्युब, फेसबुक, इन्स्टाग्राम, टिकटक जस्ता ती एप्सहरू जुन करोडौँ अरबौँ लाएर बनाएका थिए भन्ने कुरा नसोच्नु पनि हो। के अमेरिकाले नेपाललाई त्यति माया गर्छ? अब माया गर्छ गर्दैन भन्ने कुरा त मलाई थाहा भएन, तर पर्दा पछाडि के भइरहेको छ भन्ने कुरा बुझ्न चाहनुहुन्छ भने मेरो अर्को भिडियोको पर्खाइमा बस्नुहोला, किनभने त्यो भिडियोमा यी सबै उत्तरहरू हजुरहरूको सामु पोख्नेछु। ब्याक टु दिस भिडियो। हेलो, ए कता आइपुग्नु भयो? ए यतै घर नजिकै हुनुहुन्छ? ल ल ल आउँदै गर्नु ल, हस् आउँदै हुनुहुन्छ है, ल आइपुग्नै सक्नुभयो अरे। ल एउटा सानो कथा सुनौँ है। हरिबहादुर उहाँ अफिसको त्यो थकित समयपछि घर आएर फ्रेस हुन्छु भन्दै मोबाइल निकालेर फेसबुक खोल्नुभयो। त्यहाँ उसले जब गर्नुभन्दा त बिजनेस गरेर धेरै पैसा कमाउँछ भन्ने कुरा बुझे। हरिबहादुर यो रिल्सबाट यति प्रभावित हुन्छ कि उनले बिहान सबेरै उठेर त्यो बोरिङ जबलाई छोडिदिन्छ र बिजनेस गर्ने निधो गर्छन्। अब के बिजनेस गर्ने हो, अब जब्स त छाडे, अब बिजनेस गर्नु पर्यो, पैसा कमाउनु पर्यो भन्दै उहाँले अब के गर्ने होला भन्दै सोच्दै बस्नुभयो। 1 घन्टासम्म पनि के बिजनेस गर्ने होला भनेर सोचिरहँदा केही बिजनेस आइडिया नआएपछि उनी निराश हुन्छन् र उनले बिस्तारै आफ्नो गोजीतिर हात हाल्छन्। त्यो चारकुने मोबाइल निकाल्छन् र 2 घन्टा इन्स्टाग्राम हेर्दै बस्छन्। 2 घन्टासम्म इन्स्टाग्राम चलाइरहँदा उसले एउटा भिडियो देख्छ। त्यहाँ उसको साथीले विदेशीहरूको काम घरैबाट गरेर डलर कमाउन सक्ने भिडियो देख्छन्। अब हरिबहादुर पनि अब के गर्ने थाहा नै थिएन र अब घरै बसेर डलर छाप्छु भन्ने सपना लिएर उनी पनि त्यही वर्क फ्रम होम गर्ने निधो गर्छन् र उनले काम पनि पाउँछन्। काम गर्दै जान्छन् र सुरुमा त्यो काम गर्न मजा आइरहेको हुन्छ, तर जब 2-3 दिनसम्म त्यही एउटै काम गरिरहन्छ तब ऊ बोर हुन थाल्छ। ऊ अरू नै नयाँ कुराहरू गर्ने सोच बनाएको हुन्छ र बिस्तारै त्यो कामहरूलाई टाल्दै त्यो काम पनि छोडिदिन्छन्। र हरिबहादुरले भन्छ, या जे गरे नि त्यस्तै रहेछ भन्दै निराश भएर बेरोजगार भएर उनी खाटमा पल्टेर फेसबुक र इन्स्टाग्राम 24 घन्टा चलाउन थाल्छ। यो केवल एउटा कथा मात्र होइन, यो नेपाली समाजको एउटा यथार्थ हो। तपाईँ र हामी पनि हरिबहादुर नहोला भन्न सकिँदैन। यो 21औं शताब्दी हो। अहिले प्रविधिहरू यसरी चेन्ज भइरहेका छन् कि, प्रविधिहरू यसरी बदलिरहेका छन् कि पहिला 1 वर्ष लगाएर गर्ने काम आज 1 दिनमै सम्भव हुन्छ।
र यसरी नै हामीहरूले प्रयोग गरिरहने ती एप्स जस्तै टिकटक, इन्स्टाग्राम, फेसबुकहरू यसरी डिजाइन गरेका हुन्छन् कि हजुरहरूलाई 1 सेकेन्डमा रुवाउन सक्छन्, 1 सेकेन्डमै हँसाउन सक्छन्, 1 सेकेन्डमै भोक लगाउन सक्छन्। यो कुनै एउटा गल्ती होइन, यो एउटा चाल हो। हामी हरेक सेकेन्ड फरक पोस्टहरू हेरिरहेका हुन्छौँ। यो युट्युब, फेसबुक, इन्स्टाग्राम, टिकटकहरू यसरी बनाइएका छन् कि जसको कारणले हजुरहरूले कहिले कमेडी भिडियो हेर्नुहुन्छ र हाँस्नुहुन्छ, कहिले एकदम दुःख लागेका भिडियोहरू हेर्नुहुन्छ, कहिले दुःख पाएका भिडियोहरू हेर्नुहुन्छ र हजुर दुःखी हुनुहुन्छ र कहिले एकदम मिठो मोमो, चाउमिन, पिज्जाहरूको भिडियो हेर्नुहुन्छ र हजुरलाई भोक लाग्छ। ओहो! मैले पनि खान पाए हुन्थ्यो, कति मिठो हुन्थ्यो होला भन्नुहुन्छ र कहिले ओहो! यो त एकदम राम्रो कपडा पो देख्यो त, एकदम सस्तो पनि रहेछ, एकदम राम्रो पनि देखिन्छ होला मलाई भन्दै चाहिँदै नचाहिने कुराहरूमा पनि हजुरहरूले खर्च गरिरहनु भएको छ। यो हजुरहरूको दिनचर्या नै भइसकेको होला। यो एप्सहरूले हजुरहरूको मुडलाई यसै परिवर्तन गर्छ कि तपाईँहरूलाई आफूले के गरिरहेको छु भन्ने पनि थाहा हुँदैन। 1 सेकेन्डमा हाँस्नुहुन्छ, अर्को सेकेन्डमा रुनुहुन्छ, कहिले फेरि भोक लाग्छ, फेरि आएर हाँस्नुहुन्छ। यो लुप चलिरहन्छ, यो चक्रव्यूह चलिरहन्छ। यो एउटा यस्तो षड्यन्त्र, एउटा यस्तो जाल हो कि जहाँ तपाईँहरूको ती महत्त्वपूर्ण जीवनका ती क्षणहरू केही थोरा तपाईँहरूको मन र मस्तिष्कलाई कन्ट्रोल गर्ने रिमोट त्यो अमेरिकाको सिलिकन भ्यालीमा रहेको अफिसको केही मान्छेहरूसँग रहेको छ। अचम्म नमान्नुहोला। तपाईँहरूले युट्युब, इन्स्टाग्रामहरूमा जे हेरिरहनु भएको छ, त्यो तपाईँको आफ्नै मर्जीले हेरिरहनु भएको छैन। त्यो तपाईँलाई देखाइएको छ र तपाईँ त्यो हेर्ने एउटा पात्र मात्र हुनुहुन्छ। विचार गर्नुहोस्। त्यो भिडियो तपाईँलाई कन्ट्रोल गर्ने एउटा माध्यम मात्र हो र यस्तै हरेक सेकेन्ड नयाँ भिडियोहरू हेर्ने, कहिले हाँस्ने, कहिले रुने, कहिले खाने, कहिले लाउने जस्ता भिडियोहरू हेरेपछि एउटै कुरामा कसरी मन जान्छ के? कसरी एउटै कुरामा एकचित्त भएर काम गर्न सकिन्छ? हरेक सेकेन्डमा हजुरको दिमागमा नयाँ डोपामिनहरू निस्किरहेको छ र त्यो डोपामिनले यतिसम्म घातक काम गर्छ कि तपाईँहरूलाई त्यसको अन्दाजा पनि छैन होला। र यसै कारणले आज धेरै मानिसहरूले केही काम गर्न त खोज्छन्, किनभने उनीहरूले सुरुवात गर्दाखेरि एकदम इन्ट्रेस्टिङ लाग्छ, किनकि यो सबै नयाँ भएको हुन्छ। उसले केही नयाँ सुरुवात गर्ने बेलामा सबै नयाँ रहेको हुन्छ र राम्रो पनि लागिरहेको हुन्छ। तर जब त्यो काम गर्दै गइन्छ तब उनीहरूले एउटै काम बारम्बार गर्न पर्ने हुन्छ। तर जब उनीहरू त्यो कामतिर अघि बढ्दै जान्छन् तब उनीहरूमा केही नयाँ चाहिने त्यो प्रक्रिया चाहिँ रोकिएको हुन्छ, किनभने उनीहरू एउटै काममा अल्झिएर बसेका हुन्छन्, एउटै काम गर्न परिरहेका हुन्छन्, एकचित्त भएर गर्न सक्दैनन्। अनि यस्तो जमानामा अनि कसरी हुन्छ त अनि कन्सन्ट्रेसन एउटै कुरामा फोकस गर्न सक्ने शक्तिहरू एकदम घटिरहेका छन्। यो मैले मात्र भनेको होइन, यो एउटा स्टडी गरिएको छ जहाँ मानिसहरूले एउटा कुरामा ध्यान दिएर बस्न सक्ने क्षण भनेको सिर्फ 8 सेकेन्ड मात्र रहेको छ। 8 सेकेन्ड। त्यसपछि मानिसको दिमाग अरूतिर घुम्दै जान्छ, अरू कुराहरूतिर सोच्दै जान्छ। यसरी नै घन्टौँ सोसल मिडियामा बिताउने यी युवाहरू या भनौँ कोही पनि नेपालीहरू हरिबहादुर होइनन् भन्न सकिँदैन। यस्ता मानिसहरूमा मैले भिडियोको सुरुवातमा भनेका ती लक्षण र समस्याहरू देखा पर्न जान्छ र हाम्रो अमूल्य समय अरू कसैको हातमा छ। विचार गर्नुहोस्। यसै कारणले सपना प्राप्तिका लागि गरिने सङ्घर्ष पनि कुनै समयपछि बोझ लाग्न थाल्छ। देशको भविष्य मानिने ती विद्यार्थीहरू देशको अन्धकार बन्न जान्छ र देशका युवाहरू फाटेका दुध जस्तै नयाँको खोजीमा 10 ठाउँमा हात हाल्छन्, आफ्ना समय 10तिर फाल्छन् र अन्तिममा कुनै पनि सफल हुन सक्दैन। र अन्तिम विकल्प भनेको कि त डिप्रेसन भएर माथि फ्यानतिर हेर्नु हो कि त
उडेर जानु हो, विदेश पलायन हुनु हो। विषय अलिक गम्भीर छ र प्राय यो कुराप्रति कसैको पनि ध्यान गएको छैन होला। जे देख्यो, अरूले जे गर्यो त्यही सिक्ने उमेरमा ती कलिला दिमाग रहेका बालकहरूले मोबाइल हेरेर के सिक्यो होला? विचार गर्नुहोस् त। हामी नेपाली हौ। हामी नेपाली एक न एकचोटि त बिराम भएकै होला। यदि बिराम भएको छैन भन्नुहुन्छ भने हजुरले झुट बोल्दै हुनुहुन्छ। बिरामी भएपछि औषधि पनि खाएकै हुनुभयो होला। औषधि चक्लेट जस्तै मिठो लाग्यो? लागेन? अनि किन खानु भएको त? हजुरहरूलाई मनपर्ने चाउचाउ, चक्लेट, चिप्स जस्ता मिठा कुराहरू खानु पर्थ्यो नि, तर होइन। हजुरहरूले आफ्नो स्वास्थ्यको लागि तीता औषधिहरू पनि खान राजी हुनुभयो। एक दिन होइन, 2 दिन होइन, कहिले महिनौसम्म पनि औषधि खाएर आफ्नो स्वास्थ्यको लागि तितो खान सक्नुभयो। र यसै गरी यो डिजिटल समस्याको समाधान पनि यो जे भइरहेछ ठिक भइरहेको छैन भनेर सोच्ने, तर व्यवहारमा चाहिँ समयलाई त्यही युट्युब, फेसबुक, इन्स्टाग्राम, टिकटक हेरेर बिताउने। यो जे भइरहेछ ठिक भइरहेको छैन भन्ने, तर आफ्नो समय चाहिँ बिना कामको भिडियोहरू हेरेर खर्चने, यसरी कसैको भलो हुनेवाला छैन र सोचेर मात्र केही हुनेवाला छैन। ती तीत औषधिहरू खाए जस्तै आफ्नो मन, मस्तिष्क र दिनचर्याबाट समय खेर फाल्ने ती सबै बानीहरू हटाउने सङ्कल्प लिएर हामी अघि बढ्नुपर्छ। र हामी युवा विद्यार्थीहरूले ती 8 घन्टा कुनै बेकाम भिडियोहरू हेरेर बिताउनुभन्दा कुनै सिप सिकेर आफूलाई पहिलाभन्दा अझै राम्रो बनाउँदै जान सक्छौँ। हामीहरूले युट्युब, फेसबुक, इन्स्टाग्रामहरूमा त्यो 8 घन्टाहरूलाई खर्च गर्नुभन्दा पनि त्यो 8 घन्टाको समयलाई कतै लगानी गर्न सक्छौँ भने त्यो नै हाम्रो जित हुनेछ। यदि यसो साँच्चै गर्न सक्यो भने यो एकदम फलदायी हुन्छ। एन्ड इट्स टोटली वर्थ इट। हेलो, ए कोठातिर आइपुग्नु भयो? ल आउँदै गर्नु ल। हस्, आउँदै हुनुहुन्छ अरे ल। अन्तिममा मेरो हजुरहरूलाई यही अनुरोध छ, जसरी थोपा थोपा मिलेर समुद्र बन्छ, त्यसरी नै हजुरहरूले यी समस्याहरूको एकवटा समाधानहरू कमेन्टमा लेखेर मान्छेलाई मान्छे बनाउन सहयोग गर्न सक्नुहुन्छ। किनकि मान्छेबाट समाज बन्छ, समाजबाट देश बन्छ, देशबाट पुरा संसार बन्छ। यति सानो योगदान अवश्य गर्नुहोला। ए आउनुभयो ल, आउनुभयो ल। I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up. I don't ever slow up, no I don't take